तपाईको बिजनेसको वेबसाइट तपाईले टार्गेट गर्नुभएको अडियन्ससँग भिजिबल छ कि छैन। तपाईको वेबसाइट जुन तपाईको बिजनेसको डिजिटल आइडेन्टिटी हो त्यसलाई तपाईले गुगलमा इन्डेक्स गर्नुभएको छ कि छैन, कहिले हेर्नुभएको छ या यो बारेमा केही जानकारी छ तपाईलाई? आउनुहोस् एकछिन चर्चा गरौँ। यदि तपाईले तपाईको बिजनेसको एज अ डिजिटल आइडेन्टिटी वेबसाइट बनाउनु भएको छ र त्यसलाई यतिकै छोड्नु भएको छ भने याद गर्नुस्, गुगलमा यतिकै इन्डेक्स हुँदैन। त्यसका लागि इन्डेक्सिङ प्रोसेसहरू छन्। जब तपाईले ती इन्डेक्सिङ प्रोसेसहरू फलो गर्नुहुन्छ, तपाईको डोमेनमा इम्प्लिमेन्ट गर्नुहुन्छ, तब मात्र तपाईको वेबसाइट चाहिँ गुगलमा इन्डेक्सिङ भएर अनलाइन भिजिबिलिटीमा आउँछ। यदि तपाईले तपाईको वेबसाइट अनलाइन भिजिबल छ कि छैन भनेर थाहा पाउन चाहनुहुन्छ भने मलाई फलो गर्नुस् र लेख्नुस् अनलाइन भिजिबिलिटी। म तपाईको वेबसाइटको अनलाइन भिजिबिलिटी के छ त्यसको फ्री अडिट गरिदिनेछु। र एउटा कुरा याद गर्नुस्, मैले लिमिटेड क्लाइन्टहरूको फ्री अडिट गर्नेछु, तसर्थ तपाईहरूले फर्स्ट फलो गर्नुस् र सेकेन्ड अनलाइन भिजिबिलिटी भनेर कमेन्ट गर्नुस्।